Hello. Hello. Welcome to our YouTube channel. आज चाहिँ हामी कहाँ जान लाग्छौँ भन्नु त? अब अरु दिन सधैँ बसमा ट्रेनमा नेपाली पसल जान्थ्यौं। आज चाहिँ बिदाको दिन छ। घाम लागेको छ। घाम पनि लागेको छ। घाम ताप्दै मजाले हिँडेर जाउँ भनेर ल 40 मिनेट जादा वान वे 40 मिनेट आउँदा टु वे लगभग 1.5 घण्टा जति हिँड्ने प्लानमा छ आज हामी हिँड्ने मात्र, गाडी नचल्ने भन्दैछ, नचढ्ने। यो आजको हाम्रो च्यालेन्ज हो। त्यही च्यालेन्ज हाम्रो, हिँडी जाने, यसो सामानहरू किन्ने, त्यस्तै हो। गाइस यतिको चाहिँ बुढा हुनुपर्छ है मेरो ब्याग बोकेर लुखुर हिँड्ने। हेलो हाई यो नेपालमा मात्र हो कि लेडिज ब्याग हुने, यहाँ केटाहरूले पनि बोक्छ जस्तो। यो यहाँ त्यस्तो फरक पर्दैन, यहाँ जस्तो हो बोकेको र त्यस्तो हो। सामान बोक्ने हो, झोला त्यो केटी जस्तो एक साइड होस् या केटा जस्तो हो, केही फरक पर्दैन। ए त्यस्तो हो। बस आफ्नो सामान चाहिँ आउनु पर्यो। ओहो, यी घाम चाहिँ यस्तो मजाको लागेको छ, त्यही भएर हामी बाहिर निस्किन लागेको। हामी चाहिँ हिँड्दै गइरहेछौँ। हामी के किन्ने हो खासमा भन्नु त? एउटा चिज किन्नलाई जानु छ मेन। हाम्रो करेन्ट सकिएको रहेछ, करेन्ट किन्ने हो आज। करेन्ट च्यालेन्ज हान्ने भनेर यो बिदामा करेन्ट म त पिरो त खान सक्दैन, यसले मलाई थाहा छ। ल हेरौँ कसले जित्छ है। त्यो चान्सै भएन, म जति पिरो खान सक्दैन। जो हार्छ त्यसको लागि नि एउटा शर्त छ, अहिले भन्दैनौँ, हामी अर्को भिडियोमा भन्छौँ। अहिले चाहिँ हामी चाउचाउ किन्न जान्छौँ, बाटोमा यस्तो सिनहरू देखाउँछौँ। लास्टसम्म भिडियो हेर्नु होला। म हार्ने चान्सै छैन होइन। अब जे भए पनि त्यो पछि देखिन्छ। अब हेरौँ हान्छ नि यसरी। कहाँ गएदेखि लाग्छ मैले झर्ने बस स्टप हिनाका कायो। ए जापानको मन्दिर चाहिँ यस्तो हुन्छ। हामी चाहिँ यो भित्री बाटो गइरहेछौँ। हेर्नु यता कस्तो गाउँ जस्तो छ। त्यही पनि यति धेरै जाम छ आज। शनिबार हुनाले सबैको छुट्टी हुन्छ, त्यही भएर यस्तो जाम छ। उता हाममा जाम छ, जामै जाम। ओ माई गड, हामीले जाने बाटो पनि छैन। हामी चाहिँ अब यताको मन्दिरमा जान्छौँ, जापानिज मन्दिरमा। गेट चाहिँ यस्तो छ। के हो, ढोक गर्नु पर्दैन मन्दिरमा गएर? यहाँ कुन भगवान होला नि? बुद्ध भगवान। तर बुद्धको नि मूर्ति कहीँ देख्दैन। घर सेम हुन्छन् जहाँ पनि होइन। यो घर नि सेम यस्तै घर देखाएको छ जहाँको मन्दिर। यो मन्दिर एरिया चाहिँ अलि ठुलो छ। त्यहाँ त्यहाँ तल खुट्टाहरू त्यो माथि उठाएको छ। खुट्टा त्यो काठको छ नि, काठको तल खुट्टाको भागहरू त के देखिन्छ त्यहाँ तल ढुङ्गा राखेको छैन? खै हेर्नु जाउँ त के भने हो। मन्दिर छ होइन? मन्दिर छ। मन्दिरका 4वटा खुट्टा छन्। खुट्टा छ। खुट्टा मुनि के राखेको छ? ढुङ्गाले अलिक सघाएको छ। अरे कहिले विचार गरे। यता चाहिँ चिहान हो। देखाउँछु चिहान। यी मन्दिर यहीँनिर चिहान हो त। ल हेर्नु यस्तो हुँदो रहेछ यताको मन्दिर चाहिँ। होइन, हामी चाहिँ मन्दिरलाई टाटा बाई बाई गरेर अब आफ्नो गन्तव्यतिर जाँदैछौँ। यताको गाउँ चाहिँ यस्तो छ। के भयो त, गइन्छ नि त बिस्तारै, छुट्टी त छ नि, के छ र। तर राम्रो लाग्यो मलाई यो ठाउँ। उही सल्लाहको रुख। ओ माई गड, यहाँ कहाँ देखाएको छु त? अनि सल्लाह, यो पनि सल्लाहको रुख हो नि?
यहाँ यस्तरी फेसनले लाउने भयो होइन वाह यार नेपालको यो रुख रुख ढल्ल्याउ भनेर नेपालीले चाहिँ कुरो काटिन्छ ढल्ल्याउ भनेर यत्रो ठुलो पारेको एमा ऊ माथि हाम्रोतिर हजुरकोतिर के भन्छ सिम्ता हाम्रोतिर सिम्ता भन्छ हाम्रोतिर पनि त्यही भन्छ सिम्ता भन्न त्यही भित्र पोलेर खायो भने त्यो पोलेर त्यो भित्रको त्यो बिहा निस्किन्छ नि बिउ त्यो कति मिठो हुन्छ खाया छौ मस्त हाम्रो होइन यो कहानी थाहा छैन यो त्यो भित्रको एकजना एक बहिनी एक हो 7 बहिनीले बाँडेर खायो भन्ने यहाँ पनि छ रे सल्लाहको रुख यहाँ त सिम्ताको धेरै आएका छन् यो सल्लाहको रुख देखेर त्यहाँको याद आयो रे घरको उता अर्को मन्दिर पनि छ यो छ खोला नेपालको जस्तो खोला पानी छैन त्यही पनि यति माथि छ पुल सब ठाउँमा सेम मन्दिर हुँदो रहेछन् होइन एकछिन रोक्नु न एउटा गीत गाउन के म तिम्रो निम्ति के गरौँ के गरौँ यसमा हाम फाल्नु यो पानीमा प्लिज फाल्नु न मलाई माया गर्नुहुन्छ भने यो यसमा टाउको चोपेर हेर्नु एकछिन गर्नुहुन्न थाहा छ मलाई यो फुलको नाम के हो भन्न यो फुलको नाम चाइनिज रोज हो के उही मुन्तला कति धेरै मुन्तला छ ओ माई गड कति धेरै मुन्तला हो माथि उता परेवा मुन्तला कति धेरै उही बाबा चुक हो कि यो के होला यति चुक हो कि कति धेरै हेर्नु यति सानो बोटमा नि फल्छ तर थाहा छ कुइन लाग्छ नि हामीलाई दियो कि जाने यति धेरै छ यार कसैले लायो होला बेच्नलाई यता योक्काइची पार्कमा छौँ यो चाहिँ योक्काइची पार्क हो हामी चाहिँ योक्काइची पुग्यौँ अब एकछिन यता पार्कमा बसेको छौँ अब खाजा खाने हाम्रो खाजा चाहिँ अनार स्याउ जहिले बाहिरको के खाने भनेर आज त फलफुल होइन आज फलफुल खाने हामी ज्ञानी मान्छे भएर रुख कति राम्रो देखिँदैछ जापानिज धारा पानी चाहिने चाहिँ भरे हुन्छ यो बोतल पुग्छ कि भरौँ पुग्छ खै कसरी खोल्या हामी चाहिँ अहिले भेटनामिज पसल जाँदैछौँ यतापट्टि यस्तो मस्त लाइटिङ देखेर हामी यतातिर आयौँ यस्तो छ शरद आई लभ यु भयो गाइज म चाहिँ यता एउटा जादु देखाउँछु हेर्नु होला अहिले यसको घाँटी हेर्नु है सट्ट तल जान्छ फेरि माथि यो चाहिँ शरदजीको दोस्त होइन जिराफको जस्तो छ नि घाँटी जादु चाहिँ यही हो कस्तो सस्तो सामान छ हेर्नु 200 मा यति धेरै प्याज उता पनि सुन्तला 400-500 मा त्यति धेरै 100 मा यत्रो गाजर हो 3टा 50 को यति धेरै आउँदो रहेछ यो भन्टै हो नि च्याउ पनि 120
120 हेर्नु त हाम्रो जाल जस्तो रहेछ हामीले सुन्तलाहरू कहाँ हो सुन्तला लानेर अनि उतो लाग्नु सोच्दैन सुन्तला र सिलको टमाटर लाग्नु भयो गाजर लगो गाजर सुन्तला अनि गाजर लगो के टमाटर हेर्नु गाइस कति सस्तो 300 मा यति धेरै यो हाल्नु नि त यो राम्रो छ कि त्यसमा एउटा दाना अर्कै लाग्यो मलाई सबै त्यस्तै हो यो हेर्नु यसको हेर्नु यो दाना यी के हेर्ने त्यो त यहाँ छैन के त्यसमा छैन सब राम्रै छ यो लगौँ एउटा सुई लैजाउँ त्यो उठाउँ जो उठाउँछ यो सुन्तला लगौँ यो समात्नु नि त हिँड्नु अगाडि यता चाहिँ सस्तो सामानहरू पाउँदो रहेछ हामीले नि आज थाहा पाएँ सुन्तलाहरू त एकदम सस्तो हामीले सधैँ किन्ने भन्दा किनमेल के गरेर राति भइसक्यो अनि घुमेर अब हामी निस्किन लाग्यो करेन्ट चाउचाउ पनि किनिसक्यो ब्यागमा भरिसके यता तल अर्को प्लास्टिक छ यता चाहिँ अर्को पोलिथिन पनि छ पोलिथिन हामी निस्किन लाग्यो हामी चिसो चिसो मौसम छ त्यही भएर करेन्ट च्यालेन्ज गर्ने हामी चाहिँ घुमेर घर पुग्यौँ भर्खर करेन्ट पनि ल्यायौँ खासमा हामी करेन्ट मात्र लिन गएको थिएँ फेरि अरू सामान पनि किनौँ अब यो करेन्ट र कोक लिएर आएको अब हामी च्यालेन्ज भिडियो चाहिँ नेक्स्ट बनाउँछौँ हेरिदिनु होला हाम्रो भिडियो हेरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई बाई च्यालेन्ज चाहिँ नेक्स्ट भिडियोमा ओके बाई